यसपालि चाहिँ फलानु मान्छे राम्रो छ, ढिस्कानु मान्छे राम्रो छ भन्दा पनि फलानु पार्टी राम्रो छ, फलानु पार्टीको चाहिँ जनभावना जितेको छ, फलानु पार्टीले चाहिँ यसपालि बहुमत ल्याउन सक्छ भन्नेलाई मेन फोकस गरेर चाहिँ त्यो पार्टीलाई क्या जति छन् सबै क्यान्डिडेटले जिताउन सक्ने गरी जिताइदिउँ। एउटा कुनै पार्टीलाई बहुमत दिदिउँ, एउटा चाहिँ स्टेबल सरकार बनाउन दिउँ 5 वर्ष, अनि त्यसपछि हेरौँ के हुँदो रहेछ देशको स्थिति, देशको परिस्थिति। त्यो गर्दा पनि केही हुँदै भएन, त्यो गर्दा पनि कुनै प्रकारको विकासै भएन, त्यो गर्दा पनि देशमा परिवर्तनै आएन, त्यो गर्दा पनि देशमा सुशासनै भएन, भ्रष्टाचारै कम भएन भने नेपालमा कहिले केही गरे पनि हुँदैन भन्ने कुरा स्पष्ट हुन्छ। तर योपालि चाहिँ साथीहरू सबैजनाले, हामी नेपालीहरूले चाहिँ ट्राई नगरौँ कि यसपालि चाहिँ एउटा पार्टीलाई, जो पार्टीले बहुमत ल्याउन सक्छ जस्तो लागेको छ, जुन पार्टीमा अलि ठिक छ, भावना पोजिटिभ गएको छ, सबजना मिलेर त्यसैले जितौँ। राम्रो मान्छे नराम्रो मान्छे भन्दै नभनौँ, यसपालि चाहिँ राम्रो पार्टी नराम्रो पार्टी भनौँ, एउटा पार्टीलाई चाहिँ बवन्डर भोटले जिताइदिउँ। यही हाम्रो नेपालको चाहिँ परिवर्तन नेपाल, विकसित नेपालको केही होला भन्ने आश त्यसैमा छ। नत्र भने फेरि राम्रो मान्छे नराम्रो मान्छे भन्दा एनालाइसिस गऱ्यौँ भने फेरि स्पष्ट बहुमत तिनतिरको सरकार एउटा पार्टीले दिन सकेन भने फेरि 5 वर्षपछिसम्म फेरि त्यही अनस्टेबल सरकार, त्यही अनियमितता, त्यही भ्रष्टाचार, त्यही गाली